हेलो एभ्रिवान, सबैको हालखबर के छ? सुरुमा सबैजनालाई ह्याप्पी दसैँ। सो म यो कुरा चाहिँ सेयर नगरौँ भनेको, तर अब गर्नै पर्छ जस्तो लाग्यो। खास गरी के भएको चाहिँ के हो भनेपछि हाम्रो मेन जे लिम्बू च्यानलमा पहिला नै हाम्रो एउटा मिडल क्लास पार्ट 2 भन्ने हालेको थियौँ। अनि त्यसमा हाम्रो कम्युनिटी स्ट्राइक आएको थियो होइन। अनि त्यसपछि हामीले अर्को दसैँको भिडियो भर्खरै हालेको छौँ। त्यसमा पनि फेरि हाम्रो स्ट्राइक आयो क्या। सो मेन च्यानलमा चाहिँ अब दुईवटा स्ट्राइक भइसकेको छ क्या। अनि एउटा स्ट्राइक हट्नु चाहिँ 3 महिना कि यस्तो कति लाग्छ होइन। अनि अब फेरि आज एउटा स्ट्राइक आयो भने मेरो च्यानल चाहिँ युट्युबदेखि पर्मानेन्टली डिलिट हुन्छ क्या। त्यो फर्काउनु सकिँदैन क्या। अनि हाम्रो नयाँ भिडियो अब मलाई एकदम हाल्नै डर लाग्यो क्या। अब के गरौँ भयो होइन। दसैँको भिडियो फेरि हाल्नु एकदम डर लाग्यो क्या मलाई, किनकि एउटा स्ट्राइक आयो भने च्यानल सबै उड्यो नि त होइन। यत्रो 10 वर्ष कि कति वर्षको मेहनत मैले युट्युब कहिले सुरु गरेको होला। मैले युट्युबमा जोइन भएको 2017देखि हो। त्यति बेला नै सानो भिडियो हाल्दै सुरु गरेको होला। अनि यत्रो 10 कति वर्षको मेहनत 2017, 18, 19, 20, 21 बेसिकली 10 कि 9 वर्षको मेहनत त यतिकै वेस्ट हुने भयो नि त। अनि के गरौँ भइरहेछ होइन। दुईवटा स्ट्राइक आइसकेको छ च्यानलमा। अब एउटा स्ट्राइक हट्नु 3 महिना लाग्छ। खै के गर्नु भइरहेछ। अनि अहिले चाहिँ मेन च्यानलमा के अपलोड गर्नु मलाई एकदम डर लागिरहेछ क्या। अहिले जेमा पनि मेरो स्ट्राइक आइरहेछ, त्यसैले एकदम हाल्नै डर लागिरहेछ। किनकि अब एउटा स्ट्राइकले त मेरो करियरै डाउन गरिदिन्छ क्या, सिधा कुरा हो। युट्युबै उड्छ होइन, यसलाई रिटर्न गर्नै सकिँदैन। 3टा स्ट्राइकमा युट्युब च्यानल नै उड्ने हो। सो मैले चाहिँ के डिसिजन लिएको छु भनेपछि होइन, म चाहिँ अहिले रिस्क लिनै सक्दिनँ। किनकि होइन यत्रो वर्षको मेहनत छ मेरो होइन। यत्रो वर्ष फेसबुकमा भिडियोहरू हाल्यो सुरुमा, त्यसपछि युट्युबमा नै हाल्यो, टिकटकमा सबैतिर हालेर यत्रो टाइम लिएको छौँ यो कुरा गर्नु लागि होइन। अब फेरि एउटा कम्युनिटी स्ट्राइक आयो भने चाहिँ ड्याङ्गै नै युट्युब च्यानलै उठ्छ क्या। सो मेरो डिसिजन चाहिँ के छ भने, अब हाम्रो एउटा कम्युनिटी स्ट्राइक सकिनु कम्तीमा पनि कति 3 महिना जति लाग्छ होला हो। सो त्यो सकेपछि चाहिँ फेरि म हाम्रो भिडियो अपलोड गर्न म थाल्छु। किनकि त्यसपछि रिस्क कम भयो नि त। एउटा मात्रै स्ट्राइक रहन्छ नि त। एउटा स्ट्राइक मेरो सकिने बित्तिकै म नयाँ भिडियो अपलोड गरिहाल्छु हाम्रो मेन च्यानलमा, जे लिम्बू च्यानलमा। त्यति बेलासम्म यो च्यानलमा चाहिँ मलाई जे लिम्बू हाम्रो मेन च्यानलमा जे अपलोड गर्न मलाई एकदमै डर लागिरहेछ होइन। हिम्मतै आएको छैन के अपलोड गर्नु। किनकि मैले अघि भने जस्तै एउटा स्ट्राइकले एन्ड गर्छ यत्रो वर्षको मेहनत। सो त्यही भन्दै त्यति बेलासम्म चाहिँ यो हाम्रो सेकेन्ड च्यानल छ हिरो जेरी भन्ने, त्यसमा चाहिँ अपलोड गरौँला। के गर्नु सकिन्छ अपलोड गरौँला। तर हाम्रो मेन च्यानलमा चाहिँ अबको 2 महिनामा सायद 2 महिनामा केही अपलोड हुँदैन होला, जहाँसम्म लाग्छ स्ट्राइक सकिने बेलासम्म 2 महिनासम्म चाहिँ केही अपलोड हुँदैन होला। अब त्यही हो, अरू मसँग अप्सन देखिनँ मैले यो गर्नु बाहेक। किनकि अब चाहिँ रिस्क लियो भने एउटा स्ट्राइकले च्यानलै उडाउँछ। सो आई क्यानट टेक द्याट रिस्क होइन। सो त्यही हो, त्यति बेलासम्म हिरो जेरीमा आइरहेको छ कन्टेन्टहरू। अब के कन्टेन्ट आउँछ त्यो चाहिँ मलाई पनि थाहा छैन होइन। किनकि सानोदेखि युट्युबै गर्ने सोचेको हो, मेन च्यानललाई फोकस गरेर। अब हेरौँ के गर्नु सकिन्छ सेकेन्ड च्यानलमा होइन। सो 2 महिनासम्म जेलसम्म चाहिँ मेन च्यानलमा केही भिडियो आउँदैन होला। अब त्यसपछि भिडियो हाल्दा कस्तो रिच हुन्छ मलाई केही थाहा छैन के हुन्छ। सो तर पनि अब लेट्स सी के हुन्छ होइन। अनि त्यही भन्दै इन्स्टाग्राममा पनि कन्टेन्टहरू आइरहेको छ, टिकटकमा पनि कन्टेन्टहरू आइरहेको छ। हेरौँ होला। अब यो साल खासै राम्रो साल रहेछ मेरो लागि, मैले बुझेँ। सो त्यही भन्दै ह्याप्पी दसैँ सबैजनालाई। त्यही हो। अनि हाम्रो नयाँ दसैँको भिडियो चाहिँ सायद म सेकेन्ड च्यानलमा हाल्छु होला हिरो जेरीमा, भोलि कि कहिले अपलोड हुन्छ होला। सो त्यही हो, ह्याप्पी दसैँ एभ्रिवान। अब 2 महिना चाहिँ मेन च्यानलमा एकछिन ग्याप हुन्छ होला है, प्लिज सबैजनाले बुझिदिनु होला।